सिङ्गर पनि हुन्छ यहाँ सँगसँगै। यो पार्कमा मेरो क्रसको एक पनि देख्न मैले कामै लागेन। यदि राम्रै भएर एउटा पट्टाएर जानु पर्ला भन्ने। ओहो के रहेछ यस्तो भनेर के रहेछ दिँदैनन् कि लड्या। यी पार्कमा जान लाग्छौँ। गाइजहरूसँग आज हामी घुम्न गइरहेछौँ सानो पुन्टुरेसँग। फर्स्ट ब्लग ए हाई उल्टोवाला हाई गर्छु। वेलकम टु माई ब्लग। थ्याङ्क यू भनिदेऊ। मनमा भन्छु यी हाम्रो दिदी हुन्छ। हामीले यहाँको नानीको दाइ, नानीको दिदी, नानीको मम्मी आज आउनु भएको छैन। नानीको अर्को फुपू त्यहाँभित्र पुरा सेन्ट ठोकिराख्नु भएको छ। पार्क आज हामी पार्क जान्छौँ, डाइनोसरवाला पार्क। पसल कहाँ खुल्ला भनेर खोजिरहेको छ यसले चाहिँ। अहिले चाहिँ मनसुन त्यता होइन यता हो जाने, यता मोडेल। अरू दुईवटा गाइस चाहिँ यहाँ छ। हामी पुन्टुरी हाँस्देऊ। कति मजाले हाँस्छन्। केमा जाने जाम न त। अब हामी अटो खोजेर अटोमा जान्छौँ। निकाल्दैन त्यो फाल पारे। अम्बिकेश्वर छोडिदिनु न। सिङ्गर पनि हुन्छ यहाँ हामी सँगसँगै एकजना। ए पुतली हामी नानीलाई यो हरियो परियो एकदम मन परेको के। नानीले हुन्छ अस्ति नदेखाएको आज हरियो परियो देखेर यो के रहेछ हरियो हरियो यस्तो त मैले देखेकै थिएन भनेर। दिँदैनन् कि लड्या। होइन त्यहाँ पक्रियो हाम्रो मायाले लोटाइदियो। एउटा खिच्दिनु त फोटो यसको। यिनले त्योमा हाल्ने हुँदै के कति बोल्नु भा। बहिनीले यहाँ पार्कमा आफ्नो क्रसलाई भेटाएर पुरै मक्खै परिसके। नो यो क्रस यो पार्कमा मेरो क्रसको एक पनि देख्न मैले आएको कामै लागेन। यदि राम्रै भएर एउटा पट्टाएर जानु पर्ला भन्ने। ओहो बर्बाद भएछ आज बहिनीलाई। हेलो नम्बर अफ ब्लग। निन्द्राले झ्याप छिन्। अनि हामी चाहिँ यहाँ पार्कमा आयौँ। पार्कमा चाहिँ यहाँ पुरै चलपल छ। आज स्याटरडे भएर यस्तो रहेछ। पहिला चाहिँ टिकटकमा देखेँ। अनि आउनु चाहिँ म एकपटक आएको थिएँ उसँग, हामी सोल्टिनासँग। नानीले पुरै मन पराएर बल्ल बल्ल पहिलोपटक नेचरमा एक्सपोजर पाएर मक्खै छिन् फेरि नानी। के रहेछ यो हरियो हरियो यस्तो त मैले देखेकै थिएन भनिहालेँ। के रहेछ यस्तो भनेर। के रहेछ नानी के रहेछ नानीको फुपू। खै के रहेछ नानीलाई असाध्यै मन परेछ। जे भयो नि यस्तै घर बनाइदिनु पर्छ है। अब बाजेलाई भन्दा बनाउने है यस्तो बनाउँला है। अनि त्यो त्यही भएर भन्नु सानो पुपुले बाई बाई मनसुन।